अधिकतम प्रतिफलका लागि नेशनल लाइफ इन्सुरेन्स देशकै पुरानो र भरपर्दो कम्पनी। बाख्रा भन्नु तपाईँ पानी पछाडि बस्नु चाहिँ कहाँ हो है? सुरुमा चाहिँ बस्ने बाख्राको उसमा बाख्राको ठाउँ कुटी नै बनाउँदो रहेछ अनि यहाँ ढोका खै त ढोका छैन त त्यही भएर पहिला मान्छे मर्थे भन्थे नि पहिला 2 दिन यहाँ बस्नु यो चाहिँ तपाईको मेन्सुरेसन भइसके पछाडि फर्स्ट 3 डेज 5 डेज हैन 2 दिन 4 डेज तपाईको यो चाहिँ हामी कर्णालीको हैन दैले हैन यो दैले जिल्लामा छ यो चाहिँ हाम्रो यहाँ चाहिँ भाइरल हुने हामी कर्णालीमा छ कर्णालीको कथाभित्र हामी बोलिरहेको चाहिँ यो घरमा बसेर ल हेर्नुस् त यसमा ढोका पनि छैन त्यो त्यति सेफ पनि छैन जस्तो विशेष अब तपाईको के छ भन्देखि 5 दिनपछि त यहाँनिर के प्रयोग गर्नुहुन्छ प्याड युज गर्नुहुन्छ तपाईँलाई त्यहाँ बस्दाखेरि अप्ठ्यारो हुने चिसो हुने अनि समस्या आउँदैछ के हुँदैन अनिवार्य हो तपाईँहरूको यहाँ बसेन भने के हुन्छ जस्तो तपाईँको 14 वर्षको छोरी तपाईँ भन्नु त्यही गर्ने हो त्यहाँ हो राति पनि त्यसरी बस्ने हो एक्लै जस्तो हामी भए पनि नभए अरूले पनि त्यसो गर्ने त्यस्तै हो परम्परा हो कि हाम्रो श्राद्ध गरे यस्तै अनि पहिलोचोटि मेन्सुरेन्स भएको त्यो बच्चालाई तपाईँ थाहा हुँदैन नि त त्यो त्यस्तै गर्ने हो आमा साथी बस्छ होला अनि त्यस्तो ठाउँमा त तपाईँको अनि अगाडि ढोका त लाग्छ होला ढोका लाग्ने तपाईँको त्यहाँ त हावा पनि आउँदैन अनि तपाईँको सास पनि गाह्रो हुन्छ तपाईले त्यस्तो यहाँ तपाईले भन्नु न यस्तो खालको गाह्रो हो भने कसै कहीँ भन्नु न तपाईले परम्परा हो मान्नु परम्परामा बस्ने परो के गर्ने परम्परा हो नि छाउपर्छ भने के यही हो बस्नु परो 5 दिन भयो यहाँ आउँछु 5 दिन पछाडि 2 दिन त्यहाँ बस्नुहुन्छ अनि मात्रै छिर्नुहुन्छ भित्र सधैँ लाइफ टाइम हो कि यो हामीले कपालमा गाडी श्राद्ध गर्छ पर्दैन प्रत्येक पटक जसुकै हो साइकल चलाउन्छ 5 दिनसम्म कति पढ्नु आज छोरीले स्कुल अनि तपाईँ यहाँ स्कुल पनि रहेछ स्कुलमा मास्टरहरूले वा टिचरहरूले त्यहाँको यहाँको भौतिक मान्छेले यस्तो खालको केही कुरा गर्दैन तपाईँले आफै गर्नुहुन्छ मन मान्दैन होइन यस्तो परम्परामा त सिक्नै पर्यो नि त हाम्रो आफ्नो परम्परामा सबै बानी गर्न गाह्रो पर्छ छैन पछि हामी पनि पैसा थोरै दिउँला सोचेरै दसैँमा जाँदै अनि पढाइ भने काठमाडौँ वहीँ काम गर्छु वहीँ पढ्छु यो कोरियन भाषा पढ्ने पनि कस्तो रचिरहेको अनि अहिले पैसा छैन भैँसी बेचौँला पछि पढाइ भनेर पठायो ल दिदी अब के गर्नुपर्छ भने तपाईँले भनेको कुरा ठिक छ हामीलाई यत्रो कुरा गर्नुभयो होइन अब दाइको नाम तेजवाल साई होइन अब हामी के गर्छौँ भने तपाईँको छोरालाई चाहिँ काठमाडौँ लगेर जागिर लगाइदिन्छौँ पढाइदिन्छौँ त्यो चाहिँ मेरो जिम्मेवारी भयो होइन अब त्यो सिडिएको मान्छेलाई त्यति बिगार्नु हुँदैन अहिलेको सानो बच्चा
अब म दिदीहरूले वरिपरि सबै अब यहाँ गाउँमै आउनु जान्छु। दिदीहरूले चाहिँ के गर्नु पर्यो भने अब यो जुन तपाईँहरूको यो प्रथा छ त्यहाँ चाहिँ प्रायः जसो मुम्बईहरू जाने अनि यो तपाईँलाई एउटा कुरा थाहा छ कि छैन अस्ति एउटा रिपोर्ट हेरेर सुनिरहेको थिएँ मैले होइन यो एरिया हो कि कुन एरिया पश्चिम कुन एरियामा चाहिँ एउटा गाउँ पीडित मुम्बईबाट फर्केको फर्केको 300 समथिङजनालाई भेटेको एकचोटि इन्फेक्टेड भएको देखेको हजुर ल हाम्रो यहाँ पैसा उठाउने काम गर्नु त मलाई हामी सानो सहयोग गर्ने राम्रो होस् ल कसले पैसा दिने हो दिने है ल मेरो तर्फबाट हेलो सर उहाँलाई दिने कि नारायण सर तपाईँको मेरो यो हाम्रो भिडियो बनिरहेको छ जति सक्नु छोरीको जिम्मा भइसक्यो त उहाँले कति वर्षमा बिहे गरिदिन पाए हुन्थ्यो भने त छोरीको चाहिँ कति वर्ष छोरी कहाँ जानु भएको छ डलर दिनु न है हजुर के त होइन त्यसले डलर डलरमा काम गरेर दिनु न तपाईँले यस्तो ठाउँ खर्च गर्नु कहाँ पाउनु ल है सकेको गरौँ टिको लगाएर कहिले आएछ फेरि यहाँ सहयोग गर्नु है जनता जानु भएको अनि तपाईँले फेरि जनतामा पानी भयो जान मिल्छ के गर्नु भन्नु ल हामी सबै साथीहरु चाहिँ तपाईलाई यो कति अरे कति 3035 कच्छ के होइन गर्ने एउटा एमाउन्ट त फिक्स हुन्छ त्यस्तो पैसामा त कि 1 कि 2 हुन्छ नि त भने जस्तो त्यो फेरि उहाँलाई बेग्लै दिनु हात दिनु मिल्दैन होला सायद होइन हामी हेरेर मिलिहाल्छ नि होइन अब उहाँहरु अब यो हामीले खुसीले दिएको मलाई खुसी लाग्यो तपाईले चाहिँ यस्तो दुःखको कुरा गर्नु हो हैन अब छोराछोरीलाई चाहिँ हामी काठमाडौँ यो हाम्रो टिम चाहिँ नि दिदी यसले अब केही किनेर लाउनु हैन ल धोती किन्नु प्याड किन्नु सबै कुरा किनेर लाउनु ल प्याडहरु किन्नु होला यो चाहिँ टिम कसो भने यहाँ यो नेशनल लाइफ इन्स्योरेन्स भनेर कम्पनी छ हाम्रो त्यो कम्पनीबाट चाहिँ हामी काठमाडौँबाट आएको आज अहिले राराको टुरमा छौँ हामी भाग्यमा नि यस कुरामा किन भयो भने तपाईँको घर अगाडि आएर हाम्रो गाडी जोस यस्तो भएन पुग्यो होइन तर हामी यस कुरा भाग्यमा नै भयौँ गाडी बिग्रिनु भन्दा तपाईँसँग भेटघाट हुने पायो छाउपथा भन्ने कुरा सुन्नु पाएको चाहिँ हामी प्रत्यक्ष यसरी देख्न पायौँ होइन त्यही कारणले गर्दा अब साथी एकजनाले छोरीको जिम्मा लिइसक्नु आज छोरीको भइराखेको छ तपाईँ सम्पर्क लिइराख्नुहुन्छ र हाम्रो टिम चाहिँ यो है यो नेसनल लाइफ प्लिज एकचोटि जुम पनि गरिदिनु होला हाम्रो टिम चाहिँ यो हो नेसनल लाइफ इन्सुरेन्स कम्पनी हाम्रो प्रधान कार्यालय चाहिँ लाजीपाडमा छ हाम्रो शाखा कार्यालय दैलेखमा पनि छ यो लगायत हामी छौँ त्यस कारणले आज हामी काठमाडौँदेखि राराको यात्रामा केही मौसम खराबीको कारणले गर्दा तालसा एयरपोर्टमा हामी चाहिँ बाट जान नसक्ने भएको कारणले गर्दा हाम्रो केही साथीहरू लौ हामी 22 जनाको टोली छ अहिले यो टोली चाहिँ यो बाटो हुँदै तलको बाटो बाई रोड हामी जाँदै भाग्यमानी नै भन्नुपर्छ वा गाडीको बिग्रेर विशेष कारणले गर्दा अलिकति अवरोध आयो तर दिदीकोमा हुन पाइयो र हामीले साथीभाइ सबैले सानो सहयोग गर्ने प्रयास गरेको छौँ यो हाम्रो प्रयास मात्रै यसलाई चाहिँ केन्द्र दिनु होला र दिदीसँग समय मौका पायो यो टिम चाहिँ नेसनल लाइफ इन्सुरेन्सको टिम हो हामी जहाँ हुन्छौँ त्यहाँ सेवा हुन्छ भन्ने कुराको पनि एउटा सद्भाव भएको कारणले गर्दाखेरि हामी गर्ने कोसिस गरेको छौँ सानो प्रयास हो यसलाई यहाँले पनि स्वीकार गर्नुहुन्छ भन्ने कुरा फिल गरेको छौँ एकदम खुसी लाग्यो थ्याङ्क यू दिदी है त खुसी लाग्यो खुसीमा बस्नु होला खुसी हुनुहुन्छ नि अनि केही छैन दिदी खुसी ठुलो कुरा हो नि दिदी होइन देश हजुरसँग भेट्ने मौका पायो हजुर शुभ नाम के भनिदिनु त सावित्रा छ हजुरको हस्बेन्डको नाम चाहिँ
के अरे बड्डाको तेजबहादुर साई अनि यो कुन गाउँपालिका हो यो चामुण्डा कुन चामुण्डा बिना सैनी वडा नम्बर 8 वडा नम्बर यो गाउँपालिका कि नगरपालिका यो दैले होइन त ए ल ल खुसी लाग्यो अलिकति राम्ररी बस्नु खुसी भएर बस्नु होला हाम्रो टिम चाहिँ नेसनल लाइफ इन्स्टिट्युटको टिम हो प्लिज यसलाई अलिकति जुम पनि गरिदिनु होला सचिवको सांसद थाहा छ सांसद को हो तपाईँलाई कसलाई भोट हालेर जिताउनु भयो यहाँबाट एमालेबाट को नाम छ थाहा छ तपाईँलाई तपाईँ प्रदेश सांसद थाहा छ प्रदेश थाहा छ सङ्घको थाहा छ विनोद शाह हो अनि तपाईँको यहाँको वडा अध्यक्ष को हो हजुर रतन साई जितेको वडा अध्यक्ष को यहाँको वडा अध्यक्ष रतन साई कुन पार्टीबाट हो उहाँ काङ्ग्रेसबाट अनि यहाँको मेयर तपाईँलाई थाहा छ को मेयर को भन्नु गणेश साई कुन पार्टीबाट उहाँ काङ्ग्रेसकै हो ए जस उहाँहरू आएर तपाईँलाई कहिले काहीँ जनगुनासो भयो यस्तो भएको भनेको इभन तपाईँले यस्ता छपटेका कुराहरू कहिले काहीँ आएर भन्नुहुन्छ भनौँ न उहाँहरूले कहिले आउनुहुन्न अहिलेसम्म कहिले आउनु भएको छैन तपाईँले भोट दिएको आज तपाईँको झन्डै त्यसो अहिलेसम्म आउनु भएको छैन वार्ड अध्यक्ष आएको छैन तपाईँको गाउँपालिका अध्यक्षको पनि आएको छैन सांसदहरू कोही आएको छैन तपाईँले त्यो चुनावबाट जितेपछि कोही अनुहार देख्नु भएकै छैन साँच्ची भन्नुभयो कि झुट बोलिरहनु भएको छ तपाईँ त्यसमा देख्नु भएकै छैन अनि तपाईँलाई के पुरो जनगुनासो भने कहाँ जानुहुन्छ तपाईँहरू कुरा गर्नलाई यो जानकारी किन पनि राखेको भने ताकि हामीलाई पनि यो हामी नेसनल मिडिया लगभग एउटा हुन जान सक्ने भएको कारणले गर्दा एउटा स्प्रेड हुन सकोस् ताकि जनप्रतिनिधिहरूका मेसेजहरू पनि हुन सकुन् भन्ने कुराहरू पनि हो ल खुसी लाग्यो फेरि भेटौँला दिदी